अर्को कुरा, इफ यु डोन्ट माइन्ड एभ्री वान, माइन्ड नगर्नु होला होइन, एउटा रियालिटी म सेयर गर्दैछु। हाम्रो देश गुलाम भएको छैन, आई प्राउड अफ यु होइन। हाम्रो देश गुलाम भएको छैन, ठिक छ, म खुसी छु। म के सबै जनता पुरै बच्चादेखि बुढासम्म खुसी छन्, ह्याप्पी छन् होइन। तर हामी गुलाम छौँ। कसरी छौँ? हाम्रो देशमा रोजगारी छैन, अहिलेसम्म सबै भ्रष्टाचारीहरू थियो, त्यसैले हामीलाई केही पाएन, केही गर्न पनि सकेन। त्यही कारणले हामी अहिले जमानादेखि अहिलेसम्म हाम्रो फ्यामिली पनि, म पनि, अरू पनि धेरै छन् गरिरहेछन् होइन। यहाँको जुठा भाँडा, कपडा लत्ता, लादी पोछा, बाथरुम गर्दा गर्दा यस्तो भइसक्यो नि, अब के भन्नु, कुनै शब्दै छैन मलाई भन्नलाई। यिनीहरूको अगाडि झुकेर कसरी बस्छौँ, कसरी गर्छौँ, त्यो हाम्रो त्यो पीडा हामीलाई थाहा छ। हामी रियलाइज गर्न सक्छौँ। तर त्यहाँ बसेका भ्रष्टाचारीहरू, त्यहाँ चोरी गरेर, रेप गरेर, त्यहाँ इन्जोय मोज मस्ती गरेर तिनीहरूलाई त्यो कुरा रियलाइज हुँदैन होइन। प्लिज सपोर्ट गर्नु सबै होइन। यस्तो गरेर देखाउनु देशमा कि 100मा 50%लाई आफ्नै नेपालमा रोजगारी मिलोस् होइन। आफ्नै देशमा के गरेर खाम, आफ्नै देशमा के कामहरू पाऊँ। हामीलाई पनि आफ्नो गाउँ ठाउँमा बस्ने मन लाग्छ यार। कति याद आउँछ आफ्नो गाउँ, आफ्नो ठाउँको। के गरौँ, ती भ्रष्टाचारीहरू, ती चोरहरू, तिनीहरूको कारणले हामीले यहाँ यो अहिले यो दिन देखिरहेछौँ। ती चोरहरू, ती भ्रष्टाचारीहरू नभए भइदिए अहिले हामी आफ्नै गाउँ, आफ्नो ठाउँमा शानले जिन सक्थे, शानले हामी सबै गर्न सक्थे। थाहा छ के गर्ने, त्यस्तो अवस्था छ। फाइनल कुरा अब है, यो भ्रष्टाचारीहरूलाई जसरी हुन्छ, जति पनि गलत कदम उठाइरहेछन् तिनीहरूलाई एक्सन लिनै पर्यो, ठाउँको ठाउँ सजाय हुनै पर्यो। यदि भएन भने नि फेरि हामी फेरि उठ्छौँ, फेरि उठेर फेरि के गर्नुपर्ने हो त्यो हामीलाई थाहा छ। जसरी भए पनि जति पनि भ्रष्टाचारी काला बजारी हुँदैछ नि, यो सब बन्द हुनु पर्यो। केही बस्नु भएन, सब बन्द भएर नि नयाँ देश, यस्तो देश बनाएर देखाउनु कि पुरै वर्ल्ड दुनियाँलाई थाहा होस् हाम्रो देश कस्तो छ, हाम्रो के कस्तो छ भनेर। तपाईँहरूलाई थाहा छ, तपाईँहरूलाई के थाहा छ? त्यहाँ नेपालमा बसेका छौँ, नेपालमा बसेर केही थाहा छैन हजुरहरूलाई हामीहरूलाई कस्तो हुन्छ। यहाँ इन्डियामा यहाँको मान्छेहरू यहाँको देशी धोती थुक्छन्। त्यहाँको त त्यो मान्छे कस्तो होलान्, त्यहाँको त्यो कस्तो होलान्, के गरिरहेछन् तिनीहरू यहीँ सब यताउता यहीँ काम गर्छन्, यस्तो गर्छन्, हाम्रो भाँडा धुन्छन्, हाम्रो बाथरुम धुन्छन्, हाम्रो गाडी धुन्छन्। यिनीहरूको के इज्जत छ, यिनीहरूको के उ छ। एक टाइममा हाम्रो गोर्खाली भनेर कति शान थियो, तर अहिले छैन सर, अहिले छैन। 2026 चलिरहेछ, अहिले छैन। अहिले खालि थुक्छन् मात्र। चार मान्छे बसिरहेको हुन्छन्, कुरा भइरहेको हुन्छ, त्यति बेला आफू जान्छु त्यहाँ सुन्छु, त्यति बेला टाउको तल गर्नुपर्छ। त्यस्तो छ यहाँ, यहाँको सिचुएसन